पानी पर्यो अब त्यो भिजिने सक्यो उठाउँदाखेरि फेरि मान्छे पनि भिज्छ बरु भिज्नु दिनुपर्छ ह्याप्पी न्यू इयर सबैलाई सबै घुम्दै हुनुहुन्छ होला सबैजना हैन सबलाई मजा आइरहेको लागि त्यसलाई पानीमा भिज्नलाई हैन असिना सहितको त्यसमा पनि लौखा हैन छाता छहारी छैन अन्त झन् बिजोकै अवस्था हुने भो तर केही छैन नयाँ वर्ष यसरी भिजेर हैन उमङ्गको साथ स्वागत गर्नु पाउँदाखेरि त्यो जति मजा फेरि केही पनि हुँदैन र म चाहिँ एकदम खुसी छु यो कुरामा होइन कि म घुम्नु नगएर भिजिन भनेर होइन कि जे होस् 82 साल लाग्यो भनेर खुसी छु म त्यत्रो खुसी हुनुपर्ने कुरा केही पनि होइन तर ऊ यो पल्लो आन्टीलाई देख्दा चाहिँ अलि दुःख लाग्यो किन भन्दाखेरि आन्टीको चाहिँ गाउँ सुगाउनु भएको थियो आन्टीले बरु प्लास्टिक ओडिहाल्नु भएको थियो भने पनि हुन्थ्यो आन्टीले प्लास्टिक पनि ओड्नु भएन